हेलो साथीहरू, नमस्ते सबैजनालाई। म चाहिँ आज भ्लग लिएर आउँदैछु। मेरो चाहिँ यो पहिलो भ्लग हो साथीहरू, अनि सबैजनाले माया गरिदिनु होला अनि सबैजनाले साथ दिनु होला। यो चाहिँ मेरो पहिलो भिडियो हो अनि सबैजनाले माया गरिदिनु होला साथीहरू। सधैँभरि भिडियो आइरहन्छ, डेली एकदमै घाम लागिरहेको बाहिरतिर चाहिँ हेर्नु है साथीहरू, घाम लागिरहेको। त्यो चाहिँ हाम्रो बाख्रा बाँध्ने ठाउँ हो अनि हाम्रो होइन उता ठुलो मम्मीहरूको बाख्रा बाँध्ने ठाउँ हो। अनि तल बजार जस्तो छ उहाँ तल बजारहरू जस्तो छ क्या, बजारहरू छ त्यहाँतिर चाहिँ बुङ्गुर फार्महरू छ। त्यो तल तल भएको चाहिँ सबै बुङ्गुर फार्म हो के, तिनीहरू सबै बुङ्गुर फार्म हो। सबैजनाले बुङ्गुर पाल्छन् है, सबैजनाले बुङ्गुर पाल्छन्। अनि यता चाहिँ साथीहरू मेरो तरकारी खेती, तरकारीहरू रोपेको। यहाँ चाहिँ मेरो बुढोले रोप्नु भएको, के अरे फर्सीहरू रोप्नु भएको। यहाँ चाहिँ फुलहरू, त्यो चाहिँ बकुला भयो। त्यहाँनिर चाहिँ छ नि त्यो चाहिँ सिमीको बोटहरू है, सिमी फल्दै हो त्यहाँतिर चाहिँ। यस्तो छ साथीहरू, हावा लागिरह साथीहरू। अनि म चाहिँ बाहिर छु, घाम लागिरह बाहिर, हावा पनि लागिरह, घाम पनि लागिरह। अब एकछिनमा पानी पर्छ होला, सके पानी पर्छ होला एकछिनमा। हिजो पनि पानी पर्ला जस्तो भएको थियो, तर धेरै त परेन, अलिअलि मात्र सिमसिम मात्र पानी परिरहेको क्या। अनि के भन्ने, अनि अरू के भन्ने होला साथीहरू, मैले अब केही बोल्न जान्दिनँ के खासै अहिले नै, अब सिक्दै हो नि त, केही जाने होइन है। म चाहिँ छतमा जान्छु है त साथीहरू, हाम्रो चाहिँ यसरी छतमा जाने है। यहाँ चाहिँ टक 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 लगाएर छतमा जाने हो। यो चाहिँ मेरो नानीलाई राखेर गुडाउने कुरा सानो बेलामा हुँदाखेरिको है। अनि यहाँ चाहिँ हाम्रो के अरे छत, घरको छत हो यो चाहिँ हाम्रो। यहाँ चाहिँ हाम्रो घरहरू बनाउँदै थियो नि त यहाँ चाहिँ साथीहरू। अनि त्यो पनि छोडिहाल्यो, बिचैमा छोडिहाल्यो हामीले है। अनि हाम्रोतिर जब यस्तो डाँडा खालको हामीहरू के होइन दुधसुतहरू लिन जानु पऱ्यो भने चाहिँ पर जान्छौँ क्या, वहाँ पर जान्छौँ। छ नि एउटा त्यो ठुलो घर छ नि साथीहरू, त्यहाँ हो, त्यो ठुलो घरमा जान्छौँ क्या हामी चाहिँ साथीहरू सधैँभरि दुध लिन चाहिँ। अनि यस्तो छ साथीहरू हाम्रो चाहिँ होइन। अब बुङ्गुर फङ्गुरहरू झन् माथिबाट कति देखिन्छ हेर्नु न होइन, कति छ बुङ्गुर पालेको क्या अहिले कतिर त सबैजनाले। उहाँ नि हेर्नु सबै यो चाहिँ हाम्रो ठुलोमहरूको खेत हो कि, तर सबै बुङ्गुरलाई दिएको हो कि, बुङ्गुरलाई दियो भने बुङ्गुर पानी मान्छेहरूलाई दिएको हो कि। अनि यो चाहिँ हाम्रो जेठो ठुल्बाको घर हो होइन, तर उहाँहरू सबैजना काठमाडौँ बस्नुहुन्छ उहाँहरू सबैजना, घरमा कोही पनि बस्नुहुन्न। अनि यो चाहिँ हाम्रो सबै राखान धरनको छाप्रो हो। यो चाहिँ यसमा चाहिँ यस्तो कामदाम सामानहरू के, काठहरू यताउति राख्ने ठाउँ हो। यो चाहिँ हाम्रो अर्को ठुल्बाको घर हो यो चाहिँ साथीहरू। अनि साथीहरू अनि मेरो चाहिँ बाहिर तल छोरी उठी चाहिँ है साथीहरू, मेरो चाहिँ तल छोरी उठी चाहिँ म चाहिँ जान्छु तल साथीहरू, बाई। हेर्नु है साथीहरू, जाँदैछु। के गरिरहेको बेबी, आफै हेलो गरिदिउँ न, हेलो भन्नु न। नुनु पुग्यो नुनु गर ल, फेरि नुनु गर ल, नुनु गर ल, नुनु गर नि त। अनि नगर्ने नुनु गर नि त। अनि नुनु नगर्ने चाहिँ हेलो साथीहरू भनिदेऊ न, आउनु हेलो भनिदेऊ न, नभनेर भर्खर सुतेर उठ्यो नि त, नुहाइदिएको क्या आमामामा है। रिसाले
थुप्रै टाउकोभरि माटो हालेर क्या छोरी नगर न भनेको टाउकोमा त यति यति यस्तो गर्दै पन्युले उभ्याउँदै यसरी माटो हाले गर्ने क्या यस्तो घमण्डी मेरो पालो नुहाइदिएको ज्वरो आइरहेको थियो रुवा खोकी लगाइरहेको है अहिले कति बच्चाहरूलाई यस्तो रुवा खोकीहरू आइरहेको क्या अहिले चाहिँ साथीहरू हेर्नु हाम्रो किचन यो चाहिँ हाम्रो किचन हो है साथीहरू भाँडाहरू धोएर यत्तिकै राखेको छ केही गरेको छैन यत्तिकै छ है भाँडाको पनि यहाँ छ यो चाहिँ हाम्रो किचन हो साथीहरू सफा सुग्घर केही गरेको छैन होइन अहिले सन्चो छैन कि मलाई अहिले केही गरेको छैन बेबी हेलो हेलो भनिदेऊ न नभन्ने आँखा तर्देऊ न एकचोटि आँखा तर्देऊ न छोरी अस्ति नै मामुलाई उताको भाइले के गरेको भनिदेऊ त कसरी आँखा तरेको मामुलाई देखाऊ त मामुलाई देखाऊ न यता हेर न कसरी कसरी ए त्यसरी आँखा तर्यो त्यसरी आँखा तर्यो भन्छ कि मेरो नानीले चाहिँ अस्ति नै एकचोटि सानो थियो कि यो नै अनि मलाई भाइले मैले फुच्चेलाई कराएको थिएँ उता मेरो देवरानीको छोरालाई अनि मलाई त्यसले आँखा तरेको थियो कि अनि खालि त्यस्तै भन्छ अनि खालि त्यस्तै 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 भन्छे है साथीहरू के गर्नु लाग्यो सुसु आयो लाउ त हिँड्नु जाऊँ लाउ सुसु आयो पढ्नु जाने सुसु आएर मेरो नानीलाई चाहिँ सुसु गर्नु नि त है यहाँ चाहिँ सुसु गर्छ मेरो छोरीले अब कहाँ जाने बेबी हामी कहाँ के गर्नु जाने के गर्नु जाने हेर्नु यहाँ साथीहरू कति हावा हेर्नु यस्तो धेरै हावा आउँछ क्या पानी चाहिँ पर्दैन होइन हावा मात्रै आउँछ क्या अनि यो पानी नपरेपछि के काम अब मकै लाउने बेला भयो नि त अनि पानी त पर्नै पर्छ पानी परेको छैन साथीहरू यहाँ चाहिँ होइन साथीहरू तलतिर चाहिँ गहुँ काटिराख्नु हौ तल चाहिँ त हाम्रो उहाँ मास्तिरको काकाहरू के गहुँ काटेर बाँध्दै हुनुहुन्छ हाम्रो केराको बोट यो चाहिँ यहाँ चाहिँ आलु पोखराको बोट यो चाहिँ आलुहरू के अरे आलु पोखराहरू भर्खर फलेर हरियो हुँदै पानी हाल्नु अझै अनि उता चाहिँ लिचीको बोट साथीहरू उयो नि उयो लिचीको बोट लिची फलिरह अलिक पछि पाक्छ अब चाहिँ लिचीहरू चाहिँ अलिक पछि पाक्छ साथीहरू अनि अरू के देखाऊँ साथीहरू के देखाउने अब अरू त देखाउने ठाउँ छैन सबैजनाले माया गरिदिनु साथीहरू सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु साथीहरू माया गरिदिनु सेयर गरिदिनु साथीहरू अनि म फेरि पनि डेली भ्लग लिएर आउँछु हजुरहरूले माया गरिदिनु भयो भने है त साथीहरू बाई बाई भन्नु बेबी बाई भन नभन्ने यस्तो घमण्डी चाहिँ के बाई नै भन्दिनँ भन्छ भने बाई साथीहरू अब चाहिँ म बिदा हुन्छु बाई बाई भन्दियो बेबी नभन्ने भन्छ लुकी